सबैजनालाई गुड मर्निङ। आज हामीले चाहिँ अफिसबाट पिकनिक जाँदैछौँ क्लासिक ट्रेनबाट। अनि हेलो गाइस, सबैजनालाई नमस्ते। आजको ब्रेकफास्टमा आलु तरकारी, ससेज ग्रिल, अन्डा, सेल, पुरी, चेरी, हाम्रो सेफ सरहरू हुन्छ। भक्तपुर सर यता हेर्नुहोस् न, फेरि के टोक्दै हुनुहुन्छ तपाईँले? सिया ए ठुल्ठुलै रहेछ। सेलमा दुलो कसले बनायो? कहिले बनायो? रन खाइदिने भने रन अर्को बस कहाँ पुग्यो? हाइवे निस्क्या हो कि? टर्निङ छ अनि त्यस्तो रन गयो अन्त अनि त्यो अर्कोले टुलिप होटेल छ नि, टुलिप होटेल यो रहेछ क्या। एउटा पोखरामा छ, एउटा यहाँ छ। यसको ब्रान्च कहाँ कहाँ छ भन्ने कुरा भयो क्या। किन के भयो? यो नि 5 स्टार रहेछ क्या यो टुलिप होटल। टुलिप होटल भने टाउना निकाल्ने, झोलामा उल्टी गर्ने, दिशा पिसा लागेपछि उहाँ मुग्लिनको नाकढुङ्गामा ट्याक्कै रोकिन्छ है, भिर नगर्ने। ल भयो होइन? कालो चढ्नुभन्दा फुत्तै मुनि हुन चलपला गर्छ, गाडी नै रोक्दैन। सेम खोलङ्गीमा यस्तो
त्यो पुल दोलनघाटको पुल यहाँ त घाम लागिरहेछ बिहानै पानी पाला छ त्यही भएर बाइक नलाने भन्ने कुरा भएको थियो तर यता त घाम लागिरहेछ फेरि यता दोलनघाटतिर क्या त्यो के भनेको फ्राई माछाहरू हो दोलनघाटमा फ्राई माछा सेलरोटी कोला भनेको स्न्याकहरू माछा फ्राई गरेर राखेको छ है गाइस तपाईँहरूले ठन्डा होला चाख्नु भएको होला नजिकै टक्क हामी यहाँ रिसोर्टमा आइसकेका छौँ हामी रिसोर्टमा आइपुगेका छौँ गाइस अनि हामी रुम हेर्न जाँदैछौँ हाम्रो रुममा सामानहरू राख्नलाई सबैजना छ तपाईँहरूले देख्न सक्नुहुन्छ है के हो ए रुम लगाइ पैसा छ रुम सुत्ने छ यस्तो अनि साथै हाम्रो उता डिनरहरू भइरहेछ भनेर अनि साथै यसमा खोलाहरू पनि यसो देखिरहेको छ खोला चाहिँ ठुलो छ त्यहाँ भाइ बहिनीहरू सबैजना रुममा जान्छ हाम्रो साथीहरू यता हेलो ए कहाँ बोल्नु हामी चाहिँ बिहान उताबाट 8:30बाट हिँडेको के अरे हामी यहाँ आइपुग्दाखेरि चाहिँ लगभग 1:30 जति भएको थियो अब हाम्रो स्न्याक टाइम चाहिँ 3:30 बजीतिर भनेको छ हल्का भोक लागेको कारणले गर्दा हामी साइडतिर यसो खाजा नास्ताहरू ट्राई गर्न जाँदैछौँ यसो सबैको फेभरेट सबैको थाहा भएको चटपटेहरू त्यस्तै के गर्नु तपाईँहरूले देख्न सक्नुहुन्छ पछाडि यस्तो भ्यू छ ल बच्चाले जसरी खेलिरहेछ यो सुकुटीमा खोला बगिरहेछ यो भोटे खुसी हो कि के खुसी हो त्यो चाहिँ म जान्दिनँ तर हेर्दा रमाइलो छ यहाँनिर हामीसँग हिँड्नुहुन्छ नरेन सर हिँड्नु भइरहेछ हेलो नरेन सर ल हामी रमाइलो गर्दैछौँ हामी भोलिसम्ममा यहाँ हुनेछ अघि नै आएको हामी बाटो यही आएको बाटो हो भेज पकौडा फिस फ्राई चिकन फ्राई र बफ छोइला फर्स्टमा हामी आलु हजुर तपाईँ क्या खाने नाचर रक्सी खाऊ न आलु साँधेको मिठो फ्लेभर चाहिँ दोरी के खाने मलाई कोक ल्याइदिनु न आलु ठिक छ छोइला नरम छ सफ्ट छ यो चाहिँ बोइल गरेर बनाएको जस्तो बोइल गरेर बनाएको यो चाहिँ सफ्ट छ खानमा मिठो छ
भाइ अर्को बात चाहिँ खाएको याद कोक भर्खर ल्याएको कोकले यो चोखो हो होइन चोखो हो चिकन फ्राई नेपाली स्टाइलमा र एउटा यति मात्रै यसपछि बियर अहिले ब्लुटुथको जमाना हरायो ओहो ल यो चाहिँ गाह्रो योसम्म ठिक छ ल त्यो त म ठोक्दिनँ असम यो यहाँ सबैले झ्याम्पेमा चाहिँ मलाई च्यालेन्ज नहाने हुन्छ हजुर विचार गर है भाइ झ्याम्पे हान्ने हो अर्को लिएर आइज यहाँ चाहिन्छ क्या मलाई झ्याम्पे हो झ्याम्पे हो तिमी उसँग झ्याम्पे हान्ने ल भने हो भाइ के हो जस्तो लाग्यो त्यो के हो त्यो को भाइ त्यही हो तिमीहरू को हान्ने भाइ लिनु खाएर हेर्नु ल के हो तिमीहरूको जुठो खान्छ भाइ ल यति लिएर भाइ यति लिएर भाइ होइन ए हामी वान फेस डबल मुड हो भाइ अहिले चिप्लाएको है तपाईँ नभए ए एउटा फुल हान्दा नि भ्याउँदैन हाम्रो भाइ बहिनी यसरी सब रुमहरू सबै यहाँनिर ट्रेनहरू रुमै रुम हो रुमै रुम छ यसमा पनि यहाँ माथि चाहिँ साइकल यसपटको साइकल वार पार Runner one. म जान्न होला हाई पिकनिक रमाइलो भयो केमा त्यो त फलामको ढोकामा सेन्सर हुन्छ ए कहाँ पर्नु सेन्सर हुन्छ
हामी चाहिँ यहाँ पौडी खेल्ने तयारीमा अब हामी यहाँबाट रुम चेकआउट गरेर निक्लेका अब चाहिँ हामी काठमाडौँतर्फ लाग्नेछौँ सिक्युरिटी यहाँ ब्रिजबाट। अब चाहिँ हाम्रो यहाँ चेकआउट टाइम पनि भइसक्यो, लगभग 1:30 भइसक्यो। त्यसैले अब चाहिँ हामी यहाँबाट निक्लिन अब खाना खाएर अब यसबाट हामी निक्लिनेछौँ। किनकि अलिकति गोर्चीहरूले खाना खाँदै हुनुहुन्छ, यसरी रमाइलो हेर्दा चाहिँ यहाँनिर भुन्टे खलासी सिटगाली सिटगाली ए भाइ हात देऊ है म त घुम्नुपर्छ यता हेर टिफर आउने बाटोबाट जाने सेतै उता फेरि काभ्रे पुरा